सुँगुरको मासुको अचार है यो चाहिँ घरबाट आएको आजको दिन चाहिँ ईदको तेस्रो दिन चाहिँ पकाउनु आँटेको गाइस तिमी त खानु न खानुपर्छ अलिअलि अर्ग्यानिक भात कान्छाले लिएर आएको सुँगुरको मासुको अचार चाहिँ राम्ररी हामी हिमालीमा मात्र पाउँछ नि फेरि यो त अनलिमिटेड नभएर होइन पाउनु न पर्खाइमा बसिरहेको छ पर्खाएको पिरा बुझाउँछु तिमीलाई सुँगुरको मासुको अचारै यो चाहिँ खुट्टाको हान्दैछ यहाँ सुवेदी सरले ए खसीको चाहिँ हो सुँगुरको मासु आएको छैन भाइ यो खसीको मासु हो के खसीको मासु हो यता माछा छ नबिच्किनु न तपाईँ चाहिँ लास्टै गिरे अन्त अस्ति आउँदा त यस्तो छैन त ईद मुबारक मुजिब हिजोदेखि बनाएको आजदेखि 3 दिन ईदको भिडियो हाल्नु पर्ने छ गाई छेरले पर्खिराखेको होला कहिले ईद सक्छ र भिडियो आउँछ भनेर तर यस्तैहरू त हाल्दा त भिडियो डिलिट हुन्छ होला होइन खाना खाए सुते पहिला म त 15 भात रेडी छ अनि दाल छानेर मैले पकाएकै आज दाल छानेर मासुको अचारलाई ग्रेभी हालेको ल यस्तै छ कस्तो छ हाम्रो चामल हेर न लु भन्छ बासमती चावल खुट्टा सुँगुरको खुट्टा खसीको अरे खसीको अरे भेनाले चाहिँ खाँदैन रहेछ दुईजनाले माछा एउटाले चिकन हामी मात्रै हो दन्काउने त नक्कलेलाई भात पुगेन अरे पकाउँदैछ भत्ता एकचोटि 2 वर्ष पछाडि सुँगुरको मासु खाँदैछु क्या दामी छ ल यस्तो गरेर हान्नुपर्छ कस्तो हेर्नेहरूको नि मुखै रसोस् न नाकका छोडी पैसा आउनु थाल्छ है झर्छ है त्यतिकै गाईको रुममा लेभल अफ भयो होइन घुम्नु जाने भनेर होला नि लेभल अफ भयो लेभल चढ्यो हेलो गाइस आज चाहिँ अन्तिम दिन हो छुट्टीको होइन ईदको अन्तिम दिन हो भोलिदेखि सबै आफ्नो आफ्नो बाटो लागिन्छ अब अहिले चाहिँ म त मटन खाँदिनँ केटाहरूले मटन किनेर ल्याएको छ भाइले लसुन अदुवा किनेर केलाउँदैछ मेरो लागि चाहिँ पोटा भनेको चाहिँ जाते कलेजो कुखुराको त्यो बनाउँदैछ अब भोलिदेखि आफ्नो आफ्नो बाटो खेदाउने हो पर्सिदेखि नाइट ड्युटी आफ्नो चाहिँ गाह्रो छैन हो परदेशमा भनेको जस्तो सजिलो छैन छुट्टीमा बल्ल बल्ल इन्जोय गर्ने हो हामीले भनेको सबै आफ्नो आफ्नो तालमा काम गर्दैछ नक्कले सक्यो आज लास्ट दिन हो क्या त्यसले प्याज काट्दैछ मटन नक्कले काम गर्दैछ
यो पनि खाली भइसक्यो सर, यो पनि खाली भयो, यहाँ पनि खाली भयो। अब अहिले एकछिनबाट हुन्छ सुरुवात। गाइस आजको लास्ट दिन है भ्लगको लास्ट दिन हो आज। अब यो चाहिँ लास्ट एन्डिङ पार्टमा आउँछ है। ल गाइस बाई। आज अब कान्छाले खै चिकन पकाएको, कान्छाले चिकन पकाउँदैछ, भात खाइन्छ अनि लागिन्छ आज लागिन्छ हामी आफ्नो आफ्नो बाटो। हेलो सुबेर सर 5 करोडको कुकरमा भात पकाउँदैछ है। बाँकी छ टमाटर हाल्नु, ग्रेभी टक्कै बनाएर खाने। ब्रोइलरको मासु होइन, बिना छाला भर्खर आएर आज सरकार उठेर भाग्दैछ। ग्रेभी हुँदैछ 3 करोडको हालिराखेको। ओइ सुवेदी यस्तो गर्छ के खाने रे दाजु? माल खाने रे? 4 करोडको ले मगाउन आँटेको। यस्तै छ है गाइस। अब भोलिदेखि नाइट ड्युटी हो आफ्नो चाहिँ होइन, नाइट ड्युटी छ भोलिदेखि। 3 दिन खाएको भुँडी लागेछ। अब यसलाई व्यवस्था गर्नुपर्छ यार। गएर फेरि ब्याक टु जिम हो भोलिदेखि त यार। कान्छाले पकाएको ग्रेभी हाल्नु छ होला। तीन दिन छुट्टीमा के चाहिँ खाइएन हौ हामीले। सुरु दिन 2टा लोकल भाले, त्यसको भोलिपल्ट गाउँबाट सुँगुरको मासु अचार मेरो बहिनीले बनाएर पठाइदिएको थियो। मिठो अलिकति बाँकी छ। अनि हिजो दिउँसो खसीको मासु खायो केटाहरूले। आजै ब्रोइलर पाक्दैछ। कान्छा यहाँ क्या अब ग्रेभी टमाटर हाल्ने बेला भयो होला। डढ्यो कि हेर त, ला त चला त। ल यही खाएर चल्दिने आज है। हामी कति बजी? 1 बजी जाने होइन आज? ट्याक्सीलाई फोन गरिस्? हिजो त लास्टै माथिएछ नि। नहेर्न यसले चाहिँ लाग्छ 5 करोडको कुकर पो त वेलकम टु माई च्यानल गाइज, वेलकम टु द च्यानल। सपोर्ट गर होइन, प्लिज सपोर्ट पिङ्कु ब्लग। हेर्नुहोस् तपाईँको ब्रोइलर कुखुरा विदाउट छाला। फ्रिजमा भरि थियो बियर यार, आज छैन यार। कम्ता खायो नेपाल। 50,000 जति खायौँ है जम्मा। 50,000 जति खायौँ नि 2 जाति हामीले होइन। यहाँ आएर 840 रुपियाँ त बिलै तिर्यो। मासु तताएर खाँदा हुन्छ त त्यो। मेरो बहिनीले बनाएर पठाइदिएको मेरो बहिनीले। थ्याङ्क यू आना फुपू। यो पनि तताएर जान्छ, नेपालबाट आएको सुँगुर। 40 करोडको त सुँगुरै काटेको थियो अरे नि त गाउँमा। यो सुँगुर काट्दा अनि त्यो के परे कुन बाजेको त दाँतै झर्यो अरे नि त। छाला डह्रो भएर क्या। आफ्नै तालमा हुन्छ यार। त्यत्रो टाढोबाट प्लेनमा चढेर आएको हामी भेट्नुलाई आफ्नै तालमा हुन्छ यार। भन्नु न भन्नु न।
के हो कुरा चाहिँ विषय चाहिँ के हो मुद्दा चाहिँ के हो मुद्दा भनेको जहीँ गएर रमाइलो भयो इन्जोय भयो 3 दिन तर धेरै रमाइलो पनि राम्रो हुने धेरै भयो हिजो त कहिले नमातेको थिएँ 2 दिन 3 दिन भएको थियो पानी धेरै हालिस् नि त्यसले यार आगो कत्रो लगाएको फेरि छोड्दैन न हेर न छोड्दै छोड्दा हेर्नुपर्छ क्या पानी उगालेर पानी कति हालेको छ दाजु यहाँ आउनु त ठिक छ ठिक छ यो कुकर नराम्रो भएर क्या भात चाहिँ ज्यादा भएर पानी धेरै हाल्यो ठिक्क छ चला खान्छ यसले जाँड जस्तो भात पकायो होइन यसलाई पनि बनाउनु जान्नु पर्यो नि त भाइ जस्तो पायो त्यस्तो पाक्छ मजाले आगो अलिक सानो गर्छ पाक्छ क्या ठिक्क पानी ठिक्क छ पानी ठिकै छ आगो सानो गर्नु पर्यो अब यो नहाल्नु क्या त बुझ्नु पर्यो यो नहाल्नु है पानी फ्याँक्नु पर्दैन 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 ठिक छ भात पाक्दैछ है भेना 10 मिनेटमा आउने भेना सुतिरहनु भएको छ 10 मिनेटमा आउने छ भने हैन 2 बजेसम्म त जागिराख्नु पर्यो नि हाम्रो कुरा काट्दैछ नकलले पुरा काट्यो भने के हिजोको कतिखेर आयो के गयो हामी हन्टरलाई पुर्याउनु गएको नि त नि अनि तिमीले आफ्नो लागि 10 मिनेट आइसक्यो दाइ ह भनेर अनि उता पनि अड्दैन यता पनि अड्दैन त्यही भएर गएको क्या केही छैन त्यसमा कहिले सेलरी आउँछ र यस्तो मोबाइल किन्नु पर्यो एउटा कान्छा कुन फोन अरे यो आइफोन 11 प्रो म्याक्स राम्रो चल्छ है यो चाहिँ के आएको तेरो के आएको यो 27% छ के डाउनलोड के लोड गर्दैछ डेली नलेज हो क्या यो स्ट्यान्डर्डहरू चेन्ज भइरहेको छ कुन होइन यहाँ आएको थियो अहिले फोटो सहित त्यो स्ट्यान्डर्डहरू पठाउँछ क्या यो भनेको यो चेन्ज भइरहेको छ क्या अनि पढ्नुपर्छ महिना एकचोटि एक्जाम हुन्छ नि त मौसमको कुरा गर्ला होइन कुरा होइन लिन्छ क्या नेपालीहरू लिन्छ बारिस्टा छ सर्टिफिकेट छ त्यसको होइन मान्छे ह्यान्डसम छ काले काले दाँत तिम्रो झार्दिउँला मार्दिउँला घर त कहाँ हो बहिनीको उकिन्छ क्या अब त्यो अहिले खाने कसले त्यो भाइ अनि पुग्दैन त खोइ त छैन उता अचार छ तिमीलाई अच्छा मेन मान्छेको छ यार यो ल्याउकै यो त्यहाँ सबै हातले निकालेर दिन्छौ नअत्तालिन हामी चाहिँ के हो यो निकाल त एक पिस बजाउने हो भात त अब अर्ग्यानिक खको परे प्याज कान्छा भात लिएर आइज दरुवा हान्ने आज दरुवा हानिराखेर जाने यो पनि हान्नु पर्यो नि तिमीले नलगाए त कहाँ छ चिकन जाँदैन हाल्नु न कस्तो जाँदैन यहाँ लुगाउन झार्न अलि हाल्नु तिमीले भएको त अलि न अलि ग्रेभी खुवाइ त के हुन्छ नि यस यस्तो खुवाइले त कहाँ यार हुन्छ त यार
भोलिदेखि मेसको भात हो फेरि पर बेलुकादेखि खोइ मेरो प्याज यहाँ छ दुइटालाई लगान्छ ल बाँडेर खानुपर्छ सुरु अगबरै हाल्दैन जान्छ तल निकाल्नु कुर्सी निकाल्नु कुर्सी निकाल्नु भात पनि पकाएको बिरालोले हम्पाले अलि बिचमै झर्छ बिरालो निकाल्नु न सुक्खा सुक्खा भयो झोल्दी भएन खाने नि यस्तो धन्यवाद हो कागती गर्छ म हान्छु मुनिसम्म पर्छु अन्त सुत्यो कि राति सुत्यो नि हामी दुईजना एउटा बेडमा सुतेको यो उसको साथीकोमा सुत्यो किरण रोमा सुतेको क्या बिच गरेर आउँछ अरे कहिले टाइम मिलाएर अहिले किरण भनेको अर्को साथीहरू क्या आइरहेको नि सोधिरहेको काठमाडौँ कपनमा अस्ति घर निक्लेर अन्डर भाइले लास्टै टेन्सन भइरहेछ क्या एक हप्ता सुट भनेको थिएँ नि सुट एक हप्ता भनेर किन के भयो बिचिरहेछ भात खाना मुखमा भात राख्ने चाहिँ बानी हो तपाईँको पहिलादेखि नि भाउजूलाई हाल नि अनि गल्ती चाहिँ के भयो रेस्पेक्ट भएन दाइ म्यानेजरलाई सेल्फ रेस्पेक्टमा खेलियो त्यो म्यानेजरलाई भन्नुपर्ने ठाउँमा म्यानेजर भन्दा ठुलो मान्छे एरिया म्यानेजरलाई भन्थ्यो क्या अब रेस्पोन्सै दिएन म्यानेजरले होइन क्या नेपालमा छु अनि अहिले चाहिँ सेल्फ रेस्पेक्ट अनि सरी मागिरहेको कति दिन एक्सचेन्ज गरेको तर आजदेखि गइदिन्छु जे पर्ला त्यो टल्ला पैसा नआए पनि नआयो